दुर्घटनामा परेर कोही यदि बेहोस भएको छ भने त्यसलाई तपाईँले सही प्रयास सही टेक्निकले सहयोग गरिदिनु भयो भने त्यसको ज्यान बच्न सक्छ भने यदि तरिका मिलेन भने उसको ज्यानमा झन खतरा हुन सक्छ। यहाँ तलको जुन भिडियोमा तपाईँ देखिराख्नु भएको छ यो तरिका चाहिँ ठिक होइन। तर ठिक के हो त जसले गर्दा तपाईँले ज्यान बचाउन सक्नुहुन्छ? त्यो तपाईँको आफन्त पनि हुन सक्ला अथवा कोही हुन सक्ला। त्यो के एक्सिडेन्टमा परेको छ भने कहाँ चोट लाग्यो भन्ने हामीलाई थाहा हुँदैन। त सबभन्दा पहिले मैले के भने यहाँको स्पाइन जोगाउने हैन, सर्भाइकल स्पाइनको कुरो गरे हैन। यहाँको हड्डी यो घाँटी मुनिको हड्डी टुटेको छ कि छैन भनेर चेक गर्न। अब जुनसुकै अहिले त मैले यसरी सुताएको छु, तर उ त एक्सिडेन्ट भएको बेलामा जुनसुकै पोजिसनमा हुन सक्छ नि। यदि उ बेहोस छ भन्ने म कुरा गर्छु। बेहोस नहुँदाखेरि कसैले सोध्यो तपाईले ट्याङ दुखेको छ भनेर, तर यसले अहिले बेहोस छ भने अब उसलाई हामीले के गर्छौं? सोध्न सक्दैन। नसोध्न सकेपछि सबभन्दा पहिले के गर्ने भने यहाँको हड्डीलाई जोगाउने भनेको मैले हैन, एउटा यहाँको हड्डीलाई जोगाउने एक नम्बर छ। अनि जुनसुकै अवस्थामा भएपछि उनलाई सिधा पार्नुस्। यदि तपाई एक्लै हुनुहुन्छ भने यो टाउकोलाई यसरी पार्नुस्, यसरी समाउने है। अब यसले हल्लिन नदिने र सहयोग माग्ने। यहाँ एक्सिडेन्ट भयो, अब तपाई यसरी समाउनु भयो, अरु मान्छेहरुसँग सहयोग आउनुस् है, आउनुस्, बचाउनु पर्छ है, आउनुस्। एकजना एक्सिडेन्ट भयो त्यो गराउने हैन, एक मिनेटमा सर्टिने भन्छ क्या, हल्ला गर्ने भन्छ, सहयोग माग्ने भन्छ। किनभने एक्लै ज्यान बचाउनु गाह्रो हुन्छ नि। अब थप मान्छेले तपाई बोलाउनु भयो भने एकजनाले यो समाउनु भयो अनि अरु मान्छेले उसको हात खुट्टा सिधा पारिदिन्छ हैन, र कसैले एम्बुलेन्सलाई प्रहरीले फोन गरिदिन्छ। त्यसकारण सहयोग हो। अरु पनि कुरा छ तर मुख्य कुरा यही नै हो। अब तपाईले उसको यो सपोर्ट गर्ने, यसलाई हल्लिन नदिने। जबसम्म उ होसमा आउँदैन तबसम्म तपाईले यसलाई समाइराख्ने। अब समाइराख्ने भन्नाले अब चाहिँ यसलाई हस्पिटल लान पर्छ हैन। हस्पिटल लग्दाखेरि एकजनाले यही समाउने, सकभर जति अब उठाउँदाखेरि अलिकति त हल्लिहाल्छ, तर सकभर चाहिँ जति सक्छ त्यति यो भागलाई स्थिर बनाउने हो। तर सकभर चाहिँ जति सक्छ त्यति यो भागलाई स्थिर बनाउने हो। हुन्छ के भने तपाईले उसको टाउको यताउति गर्दिनु भयो भने यहाँको जुन हाडको टुक्राहरू हुन्छ, छवटा सर्भाइकल भर्टिब्राहरू हैन, कोलोमर हो, त्यो यदि भाँचेको छ भने भित्रको त्यो जुन नसा हुन्छ नि त्यो त्यतिखेर नभाँचेको पनि हुन्छ। भाँचेको हुँदैन, चुडिएको हुँदैन। अब यहाँ हड्डी छ दुईटा तिनटा चार पाँचवटा, भित्रबाट नसा गएको छ। यदि त्यो हल्लियो भने त भित्रको नसा चुडिन्छ नि हो। त्यसपछि चुडियो भने त मान्छे गयो हो। त्यो नचुडिदिनुलाई, त्यो नदिनुको लागि हामीले प्रयास गर्छौँ। यहाँ त हड्डीको टुक्राहरू हुन्छ नि त, छवटा टुक्राहरू हुन्छ नि हैन। त्यो टुक्राहरू तलमाथि भयो भने भित्रको नसा टुट्छ। यदि त्यसलाई हुन दिएन भने भित्रको नसा टुट्दैन र मान्छेको ज्यान बचाउन सकिन्छ। त्यसकारण यसलाई चाहिँ कम हल्लिने बनाउने, यसरी समाउने। उठाउन पर्यो भने यसरी नै समाउने। त्यसपछि एम्बुलेन्समा अथवा गाडीमा केमा राखिन्छ? सकभर बेहोस मान्छेले त एम्बुलेन्समै लाने हो अथवा सुताएर नै लाने हो, मोटरसाइकलमा लाँदैको हुँदैन नि हैन। अहिले त हामी तपाईको दिमागले काम गरेछ भने सिधा बसिरहेछ। म उभिरहेछु, तपाईहरु बसिराख्नु छ, हात चलाइराख्नु छ, मोबाइल चलाइरहेछ, तर दिमागले काम गरेको छ अनि हैन हो नि। जब मान्छे बेहोस हुन्छ उसको दिमागले केही काम गर्दैन, शरीर, हात खुट्टा टाउको सबै लगाएको हुन्छ, क्लियर हुन्छ नि हैन। जस्तो अब उ बेहोस भएको मान्छे त्यसरी उभिन सक्छ, उसको त्यस्तो भइहाल्छ, हुन्छ हुँदैन हो। हात खुट्टा यसो भइहाल्छ नि हो। अब यहाँ विचार गर्ने, अब बस यही बस अहिले मुखबाट जब दाइ हेर्नुहुन्छ नि त्यो जिब्रो काटेर हुन्छ। तर यदि बेहोस भएको बेलामा त्यो जिब्रो पनि लडाक लुरुक हुन्छ। अनि लडाक लुरुक भइसकेपछि यदि उसलाई यस्तो पोजिसनमा राख्यो अथवा कुनै अर्को पोजिसनमा राख्यो भने त्यो जिब्रो जुन लडाक लुरुक हुन्छ नि त्यो चाहिँ फर्केर गएर अनि श्वासलाई यहाँ है, श्वासलाई यहाँ गएर रोकिन्छ। अनि अब हावा छिर्ने भएन अनि अक्सिजन शरीरमा जाँदैन। 3 मिनेट पछाडि के हुन्छ?
हो अब उसको श्वास प्रश्वासलाई क्लियर गरिदिन पर्छ त्यसले भन्छ एयरवे क्लियर ए है यसलाई के गर्ने भने तपाईँलाई यतिमा राख्ने यहाँसम्म अरू पनि छ यसरी पनि समाउन सकिन्छ खालि घाँटी नदिने अब हेर्नु त यहाँ हामी विचार गर्न सबैजना हेर्नु त हेर्नु त घाँटीको पोइन्ट के भएको छ सिधा छ नि सिधा हो सिधा भएपछि अब त फ्याट फ्याट हावा फेर्ने भयो नि अनि यो जिब्रो पनि अब लतपतिएर पछाडि जाँदैन अब अरू पनि छ यदि जिब्रो उसको सापै राख्नु पर्यो कितै खोल्यो भने त्यो चाहिँ एउटा टेक्निक छ त्यो तपाईँहरूले सक्नुहुन्न यसले त्यो चाहिँ हल्लिन ल ठिक छ यसरी पोजिसन मिलाउने पोजिसन मिलाइदिएपछि ल त ल अब यसमा के छ भने तपाईँले कोही मान्छे कोही बेहोस हुँदाखेरि सबभन्दा पहिले गाउँको मान्छेहरूले के गर्छ लगेर पानी खुवाउँछ होइन पानी खन्याउने पनि खुवाउने पनि काम हुन्छ होइन हो बोक्यो होइन हो 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 त्यो सबभन्दा डेन्जर मान्छे बेहोस भएको बेला उसलाई के पनि खुवाउनु हुँदैन एक थोपा पनि पानी दिनु हुँदैन जबसम्म उसले म पानी खान्छु भन्न सक्दैन तबसम्म पानी खुवाउनु हुँदैन सम्झिराखौँ है यो कुरोहरूले पनि सिकाउनु मान्छे यदि कुनै पनि तरिकाले बेहोस भएको छ घाम लागेर बेहोस भयो भने ऊ लडेको छ भने जबसम्म ऊ उठेर पानी खान्छु भन्न सक्ने हुँदैन कुरो बुझिन्छ तबसम्म पानी अथवा केही खुवाउनु हुँदैन है मुखमा यसो पानी हाल्दैन त्यो कहिले पनि गर्न हुँदैन ठिकै छ तातोले गर्मीले भयो भने यसरी सुताएर टाउकोमा यसरी पानी हालिदिन सक्यो चिसो बनाउनको लागि खुट्टामा पानी हालिदिन सक्यो चिसो बनाउनको लागि गर्मीबाट बेहोस भएको छ भने खुट्टाहरूमा पानी हाल्यो भने चिसो बनाउन सक्यो गर्मीले भयो भने तर खुवाउनु चाहिँ जबसम्म उसले बोल्दैन तबसम्म खुवाउनु हुँदैन किन होला यो कारण अब तपाईँहरूको अनुमान लगाएको किन खुवाउनु हुँदैन लङ्समा छ है लङ्स यदि हामी अहिले खाना खाँदा र पानी खाँदा र श्वास लिँदा यहाँ दुईटा नली हुन्छ नि त एउटा ट्याके आएको हुन्छ अर्को चाहिँ इसोफेगस आएको हुन्छ खानाको नली र हावाको नली त्यसलाई छुट्याउने यहाँ त छ नि ग्रन्थि होइन त्यो त होसमा हुँदाखेरि ब्रेनले उसलाई सक्रिय राख्छ र छुट्याइदिन्छ पानीको ठाउँमा खानाको ठाउँमा पानी जान दिँदैन जब बेहोस हुन्छ त्यसपछि त्यो भोकल कर्डले त्यसले काम गर्न छोडेको हुन्छ किनभने उसको पुरै शरीरले काम गर्न छोडेको छ नि अनि त्यहाँको पनि त्यो जुन ग्ल्यान्ड हुन्छ त्यो जुन अर्ग्यान हुन्छ त्यसले काम गर्न छोडेको हुन्छ अब उसलाई यदि पानी खुवाइदिनु भयो तपाईँ भने त्यो त खानाको नलीमा पनि जान सक्छ अथवा हावाको नलीमा पनि जान सकेर फोक्सोमा छिर्न सक्छ नि फोक्सोमा यदि छिर्यो भने त्यसपछि मान्छे जन सिरियस बचाउन गाह्रो ठुलै हस्पिटल छ त्यसकारण बेहोस भएको कुनै पनि बिरामीलाई पानी खुवाउनु हुँदैन त्यो बचाउनु पर्छ है त्यही श्वास रोक्नलाई किनभने